हेलो सबैजनालाई नमस्ते हैन हामी चाहिँ आज पौवा जान लागेको छौं बागधारा पौवाको बागधारा जान लागेको छौं हैन अहिले चाहिँ हामी जाँदै छौं अनि एउटा चाहिँ मेरो दाइ मेरो भाइ हामी साथीभाइ दाजुभाइ हामी सबैजना अनि अर्को गाडीमा पनि अर्को दाइहरु हुनुहुन्छ हैन अब उहाँलाई भेटेपछि हजुर रमाइलो अब उता गएर रमाइलो गर्ने हो रमाइलो एकदम बबाल हुन्छ है आज ल अब त्यति समयसम्म हामी चाहिँ अब क्लिप इन्जोय गरौँ है त फाइनली हैन गाइज हाम्रो चाहिँ यहाँ अर्को दाइहरु भेटिसकेको छ हैन उहाँ पछाडि हुनुहुन्छ यता है त्यो गाडी पार्क गरिरहेको उहाँ हाम्रो दाइ नै हो अब फेरि कन्टिन्यू आवर जर्नी हामी चाहिँ यहाँ यो पौवा गेटमा आइपुग्यो है पौवा सर्टमा पौवा अब फुल नेम चाहिँ जर्सिन पौवा यहाँबाट अब कति पौवा बजार पुग्छम अब यहाँबाट सिधा गएपछि अब हजुरहरूलाई त्यहीँ भेटौँला हामी चाहिँ यहाँ फाइनली है पौवा पुगिसकेको छौँ एज यु क्यान सी वी आर हियर है हाम्रो चाहिँ यहाँ है उहाँको भ्लगको नाम चाहिँ दाइको भ्लग है सबै डिस्क्रिप्सनमा हालिदिन्छु म लिङ्क हैन ल है अब चाहिँ हामी यहाँ पौवाबाट टावर जाने रे है अहिलेसम्म म पनि गएको छैन सो इट्स गोना बी अ न्यू एक्सपिरियन्स फर मी है एज वेल एज फर यु गाइज फर सम अफ द पिपल हैन हाम्रो गाडीको चाहिँ यो टोयोटा कोरोला हैन हावा सकेको अवस्था अहिले चाहिँ हामी हावा नजाँदैछौँ कता हाल्ने हो हामीलाई थाहा छैन यहाँ अब हामी हावा हाल्नको छौँ टायरमा हावा सिधेर चाहिँ हावासावा हालेर हामी के भन्छ टावरतिर लागिसकेका छौँ यहाँ हाम्रो निर्मल यहाँबाट हामी टावर जाने यहाँबाट चाहिँ हाम्रो अफरोड सुरु भयो है टावर जाने अफरोड सुरु भयो टावर जाने बाटो यस्तो छ हाम्रो दाइ स्किल छ गाडी चढेमा यस्तो जाऊ बाटो त के हो र हैन त हो नि प्रो राइडर अच्छा यहाँ हाम्रो सबै चिल हुन्छ हाम्रो यहाँबाट सिन पनि एकदम बबाल आउँछ है
यहाँ जस्तो छ टावरबाट एकदम यो भन्दा अझै दामी आउला भन्ने आशा छ मेरो। दामी आउँछ नि हौ, दामी दामी। अच्छा, यहाँ कतिचोटि आउनुभयो त तपाईँ? म त धेरैचोटि आइसकेँ, योचोटि त 10-12 चोटि आइसकेँ। पानी परेको सिजनमा आउनुपर्छ, ड्याम आउँछ, यस्तो रमाइलो छ। म त रातिको 2 बजे पनि आएको छु यहाँ। बापरे बाप। ल यहाँ हाम्रो पछाडिको गाडीमा चाहिँ निर्मल दाईहरू हुनुहुन्छ है। बाटो चाहिँ अलि अप्ठ्यारै छ है गाइज, आउने भए हल्का यस्तोको लागि रेडी भएर आउनु होला। गाडीमा बाइकमा त सजिलो छ, बाइकमा त सजिलो छ, गाडीमा अलिक गाह्रो त तल छुन्छ भने डर हुन्छ। अनि त्यही हो ल है। अब यहाँ चाहिँ यसो ग्राउन्ड हाम्रो खुल्ला ठाउँ छ है, खुल्ला ठाउँ छ यहाँ। टावर चाहिँ कुन हो है? हाम्रो गाडी भिआइपी हो नि। आयो ल्यायो गाडी आयो। पुग्यो है गाइज हामी है। रमाइलो सिन छ, वरिपरिको भ्यू हेर्नु सक्नुहुन्छ पहिले है। 20 किलोमिटरमा हामी आइपुग्छ काठमाडौँबाट, जस्ट 20 किलोमिटर। अनि एउटा फन फ्याक्ट है, यो टी सर्ट हामीले डराजमा किनेको है। हाम्रो दाजुभाइको टी सर्ट खतरा छ एकदम। हाइट खानी नै पुरा फ्याक्ट्री बच्चाहरू चाहिँ रमाइलो गर्दै फुटबल खेलिरहेछ। ल गर ल आजको शनिबार यस्तै रमाइलो भयो, बच्चाहरू रमाइलो गरेछन्। ल हाम्रो अब यहाँ कुरासुरा कामसाम होइन, घुम्न आएको त सब भइसक्यो। फोटोसोटो सबै खिचिसक्यो, फोटो सेसनहरू सबै सकिसक्यो होइन। कोही त्यहाँ दाईहरूको भ्लग बनाउँदै हुन्छ। हामी चाहिँ यहाँ गाडीमा है, हाम्रो गाडी चाहिँ यहाँ छ। अब हामी यहीँ गाडीमा बसेर अब फेरि फर्किने है। होइन अब चाहिँ हामी निस्क्यौँ। निर्मल दाईहरू चाहिँ पहिल्यै निस्किसक्नु भएको थियो, त्यही भएर अब हामी निर्मल दाईहरूलाई कल सोद्धाखेरि पहुँचल अब त्यहाँ भेटौँ भनेर भन्दै थियो। अब हामी त्यहीँ जाँदैछौँ, त्यहाँ गएर कन्टिन्यू गरौँ ल। पौवा भन्दै पौवा गेट पुऱ्याउने है। हाम्रो निर्मल दाई यहीँ हुनुहुन्छ। टोयोटाको भिन्टेज कोरोला हाम्रो ल कपल्सहरू अब धेरै स्पट हुन्छ। लेट्स स्किप टु द्याट पोइन्ट है। यहाँ अहिले मिटअप एकैछिन यस्तो बसेको छौँ है। यो बनलाई चाहिँ हाम्रो फेदीको बन्नु कि पौवाको बन्छ आई एम नट स्योर होइन। जे होस् ठाउँ एकदम बवाल छ।
हामी चाहिँ निस्किने यो कुन ठाउँ रहेछ यो कुन ठाउँ यो बलुरगिरी मणिपुर पर्यटन महोत्सव ए हावा कहिलेको पोस्टर रहेछ ल हाम्रो यता निर्मल दाईहरू पनि दाईको भ्लग खाजा खाने ब्रेक है साथी हो खाजा खाने ब्रेक यहाँको हामी चाहिँ है ल त गाइज हामीले चाहिँ यहाँ खाजा गराएर साथीको ग्लासमा अमृत जल है चान्छु नै होइन फेरि चान्छु नै होइन फेरि अच्छा मगाएको थियो है डाइनोसरको मासु भाँच्नु छ है चान्छु नै होइन नि फेरि उतै डाँडाबाट लिएर आएको क्या है अघि भर्खर लिएर आएको हामीले हन्काएको त्यही त डाइनोसरको मासु भएको मोमो आयो मोमो टेस्ट गरेँ मैले होइन टेस्ट गर्दा गर्दा यति मिठो लाग्यो नि मैले भिडियो बनाउन बिर्सेँ कि है कुछ भी होइन ठ्याक्कै याद आयो नि त डाइनोसरको मासु है गाइस ल है खाने आउनु खाऊ है खाऊ डाइनोसरको मासु मिठो रहेछ दाइ है दाइको फार्ममा डाइनोसर छ कस्तो छु भन्दै मन परेको जस्तो छ डाइनोसरको मासु डाइनोसरको मासु चाहिँ खानुपर्छ भने ताजा खानु एकदम मिठो ल है हाम्रो डाइनोसरको मासुबाट चिकन के चाउमिन नि आयो है आयो आयो कस्तो रहेछ दाइ भनिदिनु त डाइनोसरको मासु भएको चाउमिन एकदम स्वादिष्ट रहेछ यार फर्स्ट टाइम खादैछौ है कस्तो हुन्छ हामी ट्राई गरौँ है ट्राई गरौँ तपाईँलाई दिनको प्रतीक्षामा छौँ हेर्न सक्नुहुन्छ हामीले खाएको अब हामी एकैछिनमा घर जाने उतापट्टिको ढाबाहरू लम्छौँ एकदम मिठो चाहिँ यो क्याप कट देखाएर चाहिँ अब कुरा सुरु चल्दैछ गाइस है अब चाहिँ हामीले पैसा सब तिर्सक्यो खाँदैन तर हामी चाहिँ अब घर जानुतिर लाग्ने त्यो भनेर भयो होला हामी सरी अब चाहिँ हामी घर जाने हाम्रो गाडी चाहिँ वहाँ छ हामी चाहिँ अब घर जाउँ अब है guys, हामी घर पुगिसकेको अवस्था है घर पुगिसक्यो हामी it's really dark. That's it. Bye bye.